यस्तो बग्दै बग्दै आएर बिस्तारै के भन्नुपर्छ यो हाम्रो यस्तो छ कि भन्दा हामी चाहिँ यो तरेर आएको Hello and namaste everyone guys, hope you all are fine guys. Welcome to my next third video हेर्नु guys. यो चाहिँ मेरो थर्ड भिडियो हो अनि टक्कसँगले आज चाहिँ म उठिसकेँ बिहानै अनि बहिनी भाइ चाहिँ यहाँ बसिरहेको रहेछ भाइ नङ्गे रहेछ कट्टु आलु खाँदैछ भाइ यस्तै छ अब उतातिर के जम्मै त आन्टीले बाख्रा पाठाहरूलाई दुध खुवाउँदै हुनुहुन्छ लेट्स सी है त ल हाम्रो पोथीले अन्डा पारिसकेछ 8 जति अन्डा पारिसकेछ यहाँ चाहिँ हाम्रो भाले पोथी चल्लाहरू छ अनि यहाँ बाख्राहरू छ यहाँ चाहिँ बाख्राहरूलाई दुध दिँदै छौँ खाँदैछ यहाँ यता यहाँ मान्दैन दुध दिन आफ्नो बच्चाहरूलाई यहाँ दुध यसको बच्चा यहाँ यस्तो छ खुट्टै टेक्दैन दुध दिइरहेको छ है त दुध खाँदै कसँगले अब यो यहाँ चाहिँ पानी जमिरहेको रहेछ अलिकति यो चाहिँ अलिक सफा गर्छु है त अब यो अलिक सफा गर्छु अब यो आँगन बढाल्छु भनौँ न है त गाइस यस्तै छ अब यहाँ आज यो आँगन बढाएर फुल सफा हान्दिउँ है त गाइस सो गाइस म चाहिँ आँगन बढालेर नि बसिसकेँ है आज चाहिँ पुरै पानी पर्ला जस्तो जाडो मौसम भए हुस्सै हुस्सो आएर गाइस होइन तलबाट हावा चिसो आएर हेर्न सक्नुहुन्छ है हुस्सो आउँदैछ तलबाट पुरै चिसो अनि हुँदैछ यहाँ हाम्रो फुल फुलेको छ यस्तै छ है त हाम्रो गाउँ चाहिँ जस रमाइलो हुँदैछ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यो एउटा मरिसकेको जस्तो लागेको थियो फेरि यो फुल फुलेछ तलपट्टि अर्कै फुल फुल्छ माथि पर्पल कलरको कस्तो अचम्मको नि फुलै यता अर्कै माथि अर्कै छ यस्तो राम्रो हुन्छ यो कलरफुल यो फुल राम्रो फुल्छ भन्दै हुन्थ्यो अङ्कलले लेट्स सी कस्तो हुन्छ है त गाइस अब चाहिँ टक्कसँगले अब हात खुट्टा मुख धुनुपर्छ मुख धुन अल्छी लागिरहेको कि मलाई मुख धुनुपर्छ अनि मुख धोएपछि एकछिन बाहिर छु म बहिनीले खाना बनाउँछ अनि खाने स्कुल जाने है त गाइस सो गाइस हामीले चाहिँ होइन टक्कसँगले आइसक्यो खाजा आलु अनि अचार है जस मिठो छ यस्तो अब एउटा चोपेर खाइदिउँ है त के हुन्न आलु र अचारको कम्बिनेसन चाहिँ बबाल हुन्छ है गाइस चाहिँ भने जस अचार चाहिँ हुनुपर्छ आलु चाहिँ दामी खाइन्छ खाएको चाहिँ पहिला अब घरमा के फ्यामिली है धेरैजना हुन्थ्यो गर्दै सबजना तातो आलु खाँदै गफ गर्दै सुन्न चाहिँ मजा आउँथ्यो हामीलाई चाहिँ त्यस्तो हुन्थ्यो है अहिले त हामी कोही छैनौँ त्यो जस्तो अङ्कल पनि कामले हिँड्नुहुन्छ आन्टी म भाइ बहिनी हुन्छ मानुस कहाँ हिँडेको यहाँ आऊ हिँडेर आऊ त
मेरो भाइ चाहिँ भर्खर हिँड्न थालेको छ है ए सो गाइस हामी चाहिँ आलु खाँदैछौँ है तीनजना यहाँ भाइ पनि खोर्सानीमा चोबेर त तिमीले त हुन्न जिद्दी त भाइको फेरि जिद्दी होइन गाइस हेर्न जिद्दी त यस्तो बढेको छ भने म त दिन्न भयो है भाइ यहाँ न अचार खाएको किन खाएको यत्रो चोप्दै खान्छ सो गाइस होइन म चाहिँ अब यस्तो खाजा खाएर माथि आएर है भाइसँग टक्कसँग भाइ हाल्छ खाँदैछ म चाहिँ अब यो गिटारको अलिकति यो मेरो स्ट्रिङहरू अलिक अर्कै आउँछ नि थाल्यो त्यही भएर न्यू स्ट्रिङ सबै नयाँ स्ट्रिङ लिएर आएको थिएँ मैले न्यू स्ट्रिङ हाल्न आँटेको गाइस है त अनफोर्चुनेटली होइन गिटारको यो भागको यो निक्ल्यो है त यो भागको यो निक्ल्यो यसरी अड्डाउने थियो यहाँ यो निक्लिहाल्यो होइन अब यसरी निक्ल्यो कि अब यो चाहिँ अब सुपर ग्लुले टालेर तल यहाँ टालेर स्कुल डाँडामा लगेर बनाउनुपर्छ गाइस अब यो अहिले चाहिँ मैले बनाइन त्यही भएर स्कुल डाँडा गएर बनाउनुपर्छ गाइस सो गाइस म चाहिँ खाना खाएर लुगा लगाएर पनि टक्कसँग अब स्कुल जान रेडी भइसक्यो होइन अब कति ब्रस गर्नुपर्छ अनि हिँड्नुपर्छ है त गाइस है ब्रस गरौँ है त सो गाइस म चाहिँ होइन अब टक्कसँग स्कुल हिँडेँ त बाटो चाहिँ हाम्रो यही हो घर यता भयो बाटो यता स्कुल हिँड्ने हो है त गाइस यस्तै छ अब घर जाने पढ्ने जस्तो हाम्रो चाहिँ 4 बजे बिदा हुन्छ टक्क होइन 10 बजे 11 बजे होइन 10:30 बजे 10:15 एसेम्ब्ली त्यहाँदेखि स्कुल हुन्छ 4 बजीसम्म बेलुकाको त्यही हो अब त्यहाँदेखि पढ्ने अन्त 4 बजे घर आउने सो गाइस म चाहिँ यहाँ स्कुल डाँडा आइसकेँ होइन यहाँबाट चाहिँ हाम्रो स्कुल यस्तो मजाले देखिन्छ यहाँदेखि अब टक्कसँग स्कुल जानुपर्ने हुन्छ यता चाहिँ पुरा हाम्रो गाउँ यता मान्डारा उता पर यता खण्डारा है त त्यो परतिर पारी बाक्सिला हामी स्कुल है त यस्तै छ ल जानुपर्छ स्कुल हो सो गाइस यहाँ चाहिँ बच्चाहरूको बिजोक है स्कुलबाट आएको छ है यहाँ टक्क दिलमा बसेछ यस मैले चाहिँ घरको चाबी हुने गर्दाखेरि होइन यहाँ चाहिँ भाइहरूलाई भित्र ल्याइसकेँ माथि सो गाइस होइन अब चाहिँ हामी पानी परिरहेको थियो अघि होइन फोन स्विच अफ गरेको थियो चट्याङ परिरहेको थियो हल्का अनि त्यही भएर अब चाहिँ हामी घर हिँड्दैछौँ केटाहरू सबैजना है यहाँ टक्कसँगले बाटो चाहिँ अलिक चिप्लो भए हाम्रो त्यहाँ भङ्कु खोल्छ भन्ने थियौँ त त्यो चाहिँ अहिले लास्ट ठुलो भयङ्कर ठुलो भए यहाँ पनि हेर्न सक्नुहुन्छ यस्तो है त गाइस सबैजना हिँडिरहेछौँ है पानी नि यत्रो ठुलो भलाएको छ है सो गाइस हामी चाहिँ घरतर्फ लाग्दाखेरि एउटा भला यस्तो बबाल है यहाँ चाहिँ पानी थिएन कि बिहानसम्म अहिले चाहिँ यहाँ पुरा कराएर सुन्नु होला होइन म तपाईँहरू देखाउन चाहन्छु यहाँ चाहिँ पुरै ठुलो भलाएको छ है चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है पुरै हेर्न यता भत्काइ नि सकेछ यता भत्काउनु त पहिल्यै भत्काएको बिहान पानी थिएन नि यहाँ हेर्न अहिले कत्रो भल चाहिँ यस्तो बग्दै आएर केटाहरू यहाँ हिँड्दैछ बिस्तारै
है त। यहाँ चाहिँ हाम्रो केटाहरू अब यहाँ बहिनीहरू सानो सानो छ, उहाँ चाहिँ उनीहरू चाहिँ तर्न सकेन, त्यही भएर अब उनीहरूलाई चाहिँ तराउँछ है त। केटा भल चाहिँ लास्ट ठुलो है साथीहरू, हेर्न सक्नुहुन्छ। कत्रो हो, बिहानसम्म यहाँ पानी थिएन हौ साँच्ची भन्नुपर्दा। यो हाम्रो यस्तो छ के, यो सोसल हेल्पिङ वर्कर्स है त, यस्तै छ है। ठिक छ, हाम्रो हेल्पर चाहिँ यहाँ हुनुहुन्छ, खुट्टा भेजियो है त बच्चाले हेल्प गर्ने। उहाँको नाम चाहिँ अभिषेक गुरुङ गाउँको होइन, हाम्रो खार्नीको गुरुङ गाउँको होइन। यस्तो हेल्प हाल्नु भयो बच्चाहरूलाई, सानोहरूलाई। सो नसकेको बेला यता चाहिँ हाम्रो ठुलो भल आएको थियो। यो चाहिँ हाम्रो पिपलको बोट है। यता पनि पानी ठुल्ठुलो आएर पर नि एउटा खोल्चा, त्यो चाहिँ भङ्कु खोल्चा। त्यो खोल्चामा नि खतरा पानी होला है भल। त्यो भल पनि हेर्नुपर्छ केटा, आमा पानी यहीँबाट देख्नु थालिसक्यो। त्यहाँ गएर भेटौँ त गाइस। हो यो चाहिँ हाम्रो भङ्कु खोल्चा होइन, यहाँ चाहिँ झन् ठुलो भएछ। त्यही केटाहरू जाँदैछ, ल जम त ल यस्तो छ सर र हाम्रो भङ्कु खोल्चा चाहिँ है ठुलो बजानु पर्ने हुन्छ बिस्तारी है त गाइस। बगला हुन्छ यार, सास ठुलो है हेर्नु गाइस। हामी चाहिँ यो तरेर आएको है, यस पानी चाहिँ खतरा पऱ्यो क्या आज। यसो होइन त यहाँ चाहिँ हाम्रो पर्छ ल बोल्नको भिडियोकोमा गजब बेइज्जती पर्दैन ल र। त्यही त आज चाहिँ खतरा आयो सन्देश गुरुङ है, के गर्न आँट्यो बोलाउँदै बोले होइन के बोले यस्तो छ है। हाम्रो चाहिँ यो चाहिँ अलैँची बारी है, अलैँची पाक्ने बेला भयो केटा। उता सो गाइस हामी चाहिँ यहाँ मान्छेहरूको यहाँ धान चाहिँ रोपाइ भइसकेछ है टक्कसँगले। यता पुरै झर्नै हेर्नु गाइस, खेतको ऊबाट पानी झरेको है। पुरै धान पनि रोपेर सकिसकेछ, त्यस छिट्टै गर्नुभएछ मान्छेहरूले। अनि यहाँ पानी झरेर है टक्कसँगले यता। देखो न गाइस, देखो न। सो गाइस म चाहिँ अब साथीहरू दायासँग सुतेर छुट्टिएर त च्यान्डाराको बाटो हिजोकै बाटो। तर हिजोको भ्लग चाहिँ के भयो भने कपिराइट लागेको छ भने हिजोको भिडियोमा। अनि मैले त्यस्तै भिडियो लागेको कपिराइट देख्ने बित्तिकै मैले डिलिट हानिहालेँ। प्रायः जसले हेर्नु भएन होला, ठिकै छ। तर त्यो भिडियो फेरि हालेको थिएँ मैले बिहान, तर फेरि कपिराइट लागेको छ। खोइ के भएर हो, त्यो गीतमा चाहिँ के भयो कि क्या हो, त्यो भएर ब्याकग्राउन्ड गीत म्युजिकमा त्यही मैले डिलिट हान्थेँ। अब आजको भिडियोमा चाहिँ इन्ट्रो हाइलाइट्समा मात्र अलिक भिडियो हाल्नु के अरे ब्याकग्राउन्ड म्युजिक हाल्नु पऱ्यो गाइस है त। अब चाहिँ टक्कसँग घर जानुपर्छ, पानी छ यता त्यही है त। यो चाहिँ हाम्रो कहाँ हो भने च्यान्डारा है, तामाङ गाउँको च्यान्डारा बाँसघारी रोड यता। अनि यतादेखि हाम्रो सिधै यता अजाको घर आइपुग्छ, अजाको माथि मेरो घर। नजिकै छ हाम्रो फ्यामिलीहरू जस सँगै ह्याप्पी है त। त्यस्तै छ है, जङ्गल यता घारी उता घारी है, जस रमाइलो छ जङ्गल। चराचुरुङ्गीको पानी परेपछि फेरि त्यो अघि मैले देखाएको दुईवटा ठाउँमा त अब यो कति धेरै हो पानी त। बाढी त कत्रो लाग्यो हौ, हेर्दै डर लाग्दो कस्तो। मेरो त लुगै भिज्दैन अलिअलि, तर ठिकै छ भोलिसम्म सुत्छ। टक्कसँग घर जाने, हात खुट्टा धुने, खाजा खाने, अनि त्यसपछि हल्का भिडियो एडिट गरेर एकछिन पढ्नुपर्छ गाइस। यस्तै छ गाउँघरमा है त। यस रमाइलो छ भनौँ न। अब यताबाट म यता आइसकेँ है त। म चाहिँ यता अझैहरूको घर आइपुगिसकेँ है त। बाख्राहरूलाई घाँस लगाइदिनु रहेछ, घाँस खाँदै रहेछ बाख्राहरूले। जुगाल टोकेको भन्नु खोजेको त जुगाल टोकेकै रहेछ अझैको घर। हाम्रो अजा तल्लो घर अजाको चाहिँ पुरै भत्के छ। आमा बाढी कत्रो आयो क्या आज, हेर्न यहाँ पुरै भत्केर है। अझै यहाँ पुरै यहाँभित्र पानी पसेछ, पुरै चिसो भएछ अब यिनीहरूलाई नि। पुरै यता अझैहरूको किचनमा नि पुरै पानी पसेछ। दाउराहरू भिज्यो कि अझै भित्रबाट पानी पनि पसेछ पुरै हिलै भएछ यहाँ त।
त्यही त यहाँ त कति धेरै पो पसेछ त पुरै चिसै आज अलिक छड्के पानी आएर हो कि क्या हो क्या यहाँ पुरै पानी पसेछ आज यहाँ पुरै छत्र चिसो भएछ हामी चाहिँ यहाँ अजाजीहरूको यता पनि पसेछ पुरै घरभित्र नै पसेछ यताउता पुरै पानी पर्छ चाहिँ हाम्रो घरको यतापट्टि भत्काएको थियो पहिला फेरि बनाएको थिएँ फेरि भत्किला जस्तो छ पुरै दुलै दुलो भइसक्यो भत्किने जस्तो भइसक्यो पानी त कत्रो परेछ नि तल त त्यस्तो हेर्दा त त्यस्तो थिएन यहाँबाट पुरै अब यो पनि जाला जस्तो छ त हाम्रो घरमा झन् के भयो होला अझै पुरै पानी पसेछ हाम्रो घरमा के भएको नै एक्चुली गाइस हाम्रो चाहिँ यता यो अगाडि यस्तोमा पानी पसेछ तर एउटा अलिक दुःखद घटना चाहिँ घटेछ के हो रहेछ भने चाहिँ हामी चाहिँ बिचरा एउटा भर्खर जन्मेको पाठा मरेछ कस्तो दुःख लाग्छ हेर्नु न है मरेछ कि पुण्य पर्दा पर्दा अब के गर्नु नि पुरै मरेछ केही गर्न नि सकिन्न धेरै बिगार गऱ्यो हामीले यता के भत्कायो भन्ने हुन्थ्यो एकचोटि हेर्नु पऱ्यो हाम्रो त यता यो पो भत्काएको त ला ओ माई गॉड व्हाट इज दिस ड्यूड व्हाट अबे यार क्यों यार आजको पानीले त लास्ट बिगार गर्छ है दिनदिनै अब असारमा दिनदिनै यतिको पानी पऱ्यो भने त गयो त यार अब यो कहिले बनाइसक्नु होला तपाईँलाई एकछिन म मजाले देखाउँछु म खुट्टा धेरै ब्याग राखेर है मजाले देखाउँछु त्यहाँ मात्रै नि यहाँ पनि भत्केछ त्यत्रो धेरै भत्केको नि तर यहाँ त त्यहाँ पनि उता पर नि भत्केछ यहाँ पनि भत्केछ हाम्रो मात्र घरमा होइन होला साँच्ची भन्नुपर्दा आज ठुलै पानी भइरहेको थियो मैले त्यही भएर भिडियो नभनेको आज चट्याङ ल्याएको थिएँ चट्याङ लगाइरहेको थियो त्यो मैले फोन स्विच अफ गरेको थिएँ डर पनि लागिरहेको थियो मलाई किनभने फेरि स्विच अफ गरेन भने फोन त जान्थ्यो त्यही भएर अलिक मैले स्विच अफ गरेँ फोन त्यही भएर लास्ट दुःखद आज चाहिँ दुःखद भन्नाले आज नराम्रो भएछ लास्ट पुरै बिग्रेछ भने आज त के हो बर्खाले त तर दिनदिनै असारमा यस्तो पानी पऱ्यो भने त गयो थियो यार साँच्ची भने कत्रो चाहिँ भत्क्यो अलिक म उमै घर खोज्दै भाँचिने छ यहाँ फेरि माटै नजम होला गाइस होइन पुरिन्छ होला अब त तर लास्ट ठुलो भत्काएको कि तपाईँहरूले यहाँ क्यामेरामा त्यस्तो नर्मल देखिरह होला होइन तर रियल लाइफमा हेर्दाखेरि चाहिँ लास्ट धेरै भत्क्या तर हाम्रो चमा उता के अरे मूल घर अझैकोमा चाहिँ त्यस्तो केही भएन रहेछ खोला चाहिँ खतरा बढ्यो होला अनफर्चुनेटली गाइस म चाहिँ मेरो फोनको चार्ज चाहिँ 2% छ पावरबाट चार्ज गरौँ भनेको त यसको 0% रहेछ सो गाइस मेरो चाहिँ फोनमा पनि अनफर्चुनेटली 2% भयो यसमा नि पावरबाट चार्ज गर्ने भनेको 0% भएछ अब नराम्रो भयो आज पानी पनि पर्यो बाढी पनि आयो घर पनि बिगार्यो यो लाइन पनि आएन तर खोला हेराउनु जाऊँ तपाईँलाई भनेको अब खोला हेर्नु जाऊँ भनेको चार्जै छैन अब कतिखेर जान्छ त्यसो भिडियो चाहिँ बनाइरहन्छु यो भिडियो भोलि मात्र आउँछ होला गाइस अब म तपाईँहरू खोला देखाउनु जान्छु 2% मात्र छ ठिक छ होला भिडियो गर्नु चाहिँ है त गाइस तर हाम्रो यता समाजहरूकोमा चाहिँ त्यस्तो केही भएन रहेछ त्यो चाहिँ पहिले हाम्रो चमा घरको अझैकोमा आइसक्यो यो चाहिँ पहिले भत्काएर रहेछ त्यही भएर त्यस्तो केही भएन रहेछ उहाँको घरमा चाहिँ धन्न जस्ट गुड लक भएछ चमा के अरे मूल घर अझैकोमा चाहिँ जस्ट गुड लक भएछ है भङ्कु खोल्दा त कराटे सुन्नु न गाइस यहाँ पर त्यस्तो छैन रे तल चाहिँ लास्ट ठुलो भएको छ अरे एकचोटि हेर्न जाने गाइस त्यहाँ म हेर्न जान्छु है त गाइस आज चाहिँ लास्ट भयो कि बिगार भयो क्या गाउँघरमा है त्यस्तो घरहरूमा त पुरै भत्काएछ पानी फेरि
बाटो लास्ट चिप्लो झन्डै लडेँ फेरि म बिस्तारै हिँड्नुपर्छ मेरो पुन्टे साथी भनौँ न त्यस्तो साथी हिँड्छ जस्तै भनौँ न कुकुरलाई आफ्नो साथी चाहिँ होइन यो साथी हिँड्ने सो त्यही म यहाँ हेर्नु सक्नुहुन्छ यहाँ यत्तिकै छ तर योभन्दा तल यो एक ठाउँमा चाहिँ लास्ट ठुलो छ अरे एकचोटि हेर्नु जाउँ है लेट्स सी गाइज लेट्स सी है त है बाटो चाहिँ हेर्दै डर लाग्दो छ चिप्लो छ तर ढुङ्गामा टेकेर हिँड्यो तर ल्याउ भएको चाहिँ टेक्नुभन्दा फेरि गइन्छ है त गाइज अगाडि ओ माई गड वाट इज दिस यहाँ त हिँड्ने बाटै छैन पुरै डर लाग्दो वाट इज दिस गाइज वाट इज दिस गाइज यहाँ त गाइज हिँड्ने ठाउँै छैन भने यार है पुरै डर लाग्दो है घर जानुपर्छ लाइन आयो भने फोन चार्ज गर्नुपर्छ यो खास गरी यो भ्लग चाहिँ अझै आउनुपर्ने हो बेलुका म एडिट गरेर टकटक हालिहाल्थेँ तर आज चाहिँ लाइन आउँदैन जस्तो छ फोन पनि चार्जमा राख्नुपर्छ त्यही भएर आज लाइन आएन भने त बिजोग हुन्छ फेरि लास्ट 1% मात्र छ ठिकै छ तर गाउँमा यसो हाँसी मजाक नि हुन्छ त्यो दुःख पनि हुन्छ है फेरि गाउँमा यस्तो रमाइलो मात्र हुने छैन सबै घरमा होइन फ्यामिली सँगै हुँदा कुरा हुँदा गफ हुँदा सबैजना फ्यामिलीसँगै हुँदा हो त्यति बेला हो कि रमाइलो हुने अरू बेला फेरि यसो घरतिर नराम्रो कुराहरू सुन्नु नराम्रो हुन्छ पानी चाहिँ लस्ट नराम्रो पऱ्यो क्या आज चाहिँ राइट कालो टिपी हिँड्नुपर्छ है त बाटो चाहिँ लास्ट चिप्लो है यो चाहिँ म आइसकेँ यता फेरि हिँड्दै अब घर जाँदै त गाइस लाइन आयो भने चार्ज गर्नुपर्छ गाइस खुसीको खबर आयो है के हो भने लाइन आयो ये अन्त गाइस सो फाइनली गाइस लाइन आइसकेको छ खुसीको खबर फोन चार्ज गर्नुपर्ने हुन्छ है त गाइस मैले चाहिँ फोन चार्जमा राखेँ अनि 35% भएछ 30 मिनटमा लाइन गयो फेरि म चाहिँ फेरि भिडियो बनाउनुतर्फ लागेँ चाहिँ अलिक रात पर्ला 7 भइसक्यो खै आकाश पुरै कालै छ पानी पर्ला जस्तो छ फेरि आज राति खै त हेर्न सक्नुहुन्छ हाम्रो घर चाहिँ यता यस्तो छ पानी है नास्पाती फल्दैछ फेरि पनि तर च्याउ चाहिँ खतरा पाक्यो जस्तो छ जङ्गलमा हजुर अब आज रातभरि पानी पर्छ जस्तो छ आकाश यता कालो छ फोन पनि चार्ज छैन त्यस्तो चार्ज गर्नुपर्ने हुन्छ है त गाइस अब चाहिँ मेरो खाजा पाक्दैछ भुँडीमा खाने एकछिन पढ्ने अनि त्यसपछि एकछिन पढ्ने एकछिन रिभिजन गर्ने अनि त्यसपछि सुत्ने खाना खाने अनि सुत्ने है त गाइस तर आजको लागि चाहिँ यति नै गाइस होइन होप यु इन्जोय दिस भ्लग है मेरो भ्लगलाई इन्जोय गर्नु होला अर्को भ्लगमा भेटौँ है त गाइस बाई बाई